ल है त साथीहरू म चाहिँ मेरो छोरीलाई एउटा पढाइको बारेमा सोध्छु आउने रहेछ कि नै हस् छोरी सोधौँ बाबा तारा बाजी मामा आए हेलो हेलो गुड मर्निङ साथीहरू के छ सबै सन्चै आरामै म चाहिँ बिहान बिहानै उठेर हिजोको नास्ता बचेको थियो आज त्यही नास्ता हुन लाग्छ गाइज होइन मेरो चाहिँ म चाहिँ फर्स्ट उठेर मलाई तातो पानी पिएपछि चिया पिउन जरुरी हुन्छ किनभने चाहिँ एकदम चियाको लत परिसक्यो मलाई अब मैले सबैलाई यहाँ हिजोको नास्ता सर्भ गर्दैछु यही हो हिजोको पुरी सब्जी रोटी के बचेको थियो छोरी पनि खाना छोरी त चम्मच खान्ला चाहिँ मम्मी बुढो अनि म सबै खान्ला छौँ ल है त साथीहरू यस्तो छ कामको लथालिङ गुड मर्निङ साना गुड मर्निङ बच्चा सिद्धु गुड मर्निङ ओके मेरो छोरी आज भोलि बिस्तारमा सुसु गर्दैन भनेर खुसी भएपछि मेरो घरको हालत चाहिँ यो छ यो अनि त्यसपछि मेरो हालत त के नै भन्नु हो साथीहरू यो छ अहिले बनाउन लाग्छु कविको लागि म ढेँडो भन्छन् कि के भन्छन् हौ साथीहरू कमेन्ट गर्नु है मलाई किनभने हामीले चाहिँ पुरी सुरी खायो कविले चाहिँ खाएको छैन मम्मी कपडा के होला खान थाहा छैन कपडै धुन म चाहिँ कपडै धुन लाग्छ कि नि भन्नु सोचेको नि खोइ के गर्नु लागेको छैन थाहा छैन कपडा सपडा उठाउने छ सबै मेरो चाहिँ होलिया छ यो छ माला पनि लगाएको छैन मैले चाहिँ मुनु भाइसँग माला किन आउँछ र फेरि सानो हो नि त्यो दिनुहोस् मेरो माला दिनुहोस् छिटो छिटो दिनुहोस् यसको नाटक हुन्छ गाइज होइन ल त अब भिडियोहरू सबै युट्युबमा आउँछ गाइजहरू साथ सपोर्ट कतिको दिनुहुन्छ है ल बाई अग्लो भिडियोमा म घर साफसफाइ गरेर फाइनल लुक देखाउँछु तपाईँहरूलाई ठिक छ बाई मुनु चप्पल लगाउनुहोस् बाई बाई लैजाऊ मन लैजाऊ फटाक से बाई बाई मुनु यो कविले त्यो के पो बनाएको थियो त्यो खाएन गाइज अब होइन के गर्ने यसको यस्तो हुन्छ सिद्धु हजुर के गरिसकेको राजु यसले त यस्तो ऱ्याल फाल्छ नि आमा यो देखो यो यता बदमास खाइको यस्तो ऱ्याले छोरो छ यो चाहिँ मेरो आमा भाँडा छैन आमा मम्मीको हरकत के गर्ने गाइज यस्तो छ नि मिते म चाहिँ कस्तो छु यस्तो हेलो गाइज हुन् अर्को हेलो गाइज कता गयो पछाडि यिनीहरू अब यहाँनिर के गर्ने भैँसीको बथान आयो चिलिउ नाच छोरी साप भन्ने गौतमलाई त्यहाँ फ्याउरी यसको नाममा चाहिँ फ्याउरी राखेको छु यसको नाम असलीमा चाहिँ के भन्थ्यो यिनीहरूले नामै बिर्सियो अरे यसरी त नाम के यसको नाम आयुषा हो अरे अब के भन्ने म चाहिँ साथीहरू मेरो छोराको इन्जेक्सन थियो आज मलाई यादै थिएन म चाहिँ इन्जेक्सन लगाएर आएको मेरो बब्लीलाई हेर्नु मेरो साना रोएर पनि आँखाभरि आँसु गराएको छ यता लागेको छ सुई लागेको यहाँनिर यस्तो भयो त के भयो जानी के भयो छोरा हजुरलाई सुई लगाएर अहिले रोएर भर्खर आएँ म चाहिँ मलाई त थाहा थिएन अहिले चाहिँ सुई लाग्छ भनेर म खाना चाहिँ चढाएर सटाक्सी गएको थिएँ मेरो चाहिँ यहाँ बनेको छ आलु एन्ड बैगन कोलाई मनपर्छ टक्क कमेन्ट गरिहाल्ने यता चाहिँ मेरो फाइनली भात बनेको छ डाइरेक्ट भात हो सिधा म चाहिँ घर सर सिँगार पटार खुट्टार गरेँ के थाहा छैन मेरो जब तक आफ्नो काम हुँदैन तबसम्म त्यस्तै हो म त्यसपछि अब कवि र कविको पछि कहाँ गएछन् थाहा छैन म चाहिँ भिडियो बनाउनमा बिजी छु हल्का फुल्का हुन अब कपडा सपडा धोएँ सबै सुकाएँ राख्ने कपडा राखेँ मौसम कस्तो राम्रो भएको छ यतातिरको अलिक देखिँदा पनि देखिन्न हो कस्तो हेर्न सक्नुहुन्छ मौसम यस्तो मजाको भएको छ यस्तो हो क्या मौसममा घुम्न जाने भनेको यत्रो कपडा धोएँ अनि अब खानासाना बनाएँ सिँगार पटार गरेँ अब त्यसपछि चाहिँ खानामा बस्छु म बाई पछि भेटौँला
ल त साथीहरू मेरो बुढो आएर पनि घरको ड्युटीमा सुरु हुनुभएछ बुढो कस्तो लागेछ त एकदमै रमाइलो कस्तो रमाइलो छ पानी परेको छ हजुर दिनभरि हुन्छ ड्युटी उताको कहाँको गरे स्विगीको त्यसपछि घर आएको बेला ड्युटी डह्रो छ नि बुढो एकदम रमाइलो कतै अनि सिद्धु हेरेको हेर त राम 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 हुनुपर्छ अरू जो अरूलाई यस्तो भन्छ नि त जो के भन्छ छोरा मान्छेले ड्युटी मात्र गर्नुपर्छ बुढीले घर सम्हाल्नुपर्छ भन्ने मान्छेहरूलाई 2 शब्द बोलिदिनु पर्यो सबै थोक गर्नुपर्छ अब घरको पनि यताको पनि सबै थोक हेर्नु पर्यो अब के भन्ने होइन सर हेर्नु पर्यो भन्छन् त अरूका बुढाहरूले त्यस्तो हुँदैन गरे कि ड्युटी गरेपछि ड्युटी मात्र गरे घरको काम सारा बुढीको हुन्छ गरे नानी त्यो आफ्नो सोचमा हो ल अहिले चाहिँ सिद्धार्थ त रहिरहेको छैन एकदमै दुखेर सिद्धार्थलाई हेर त आमामा मम्मीको काखीमा आफ्नो मम्मीको काखीमा छ त्यो बिहानदेखि अहिलेसम्म एकदमै म चाहिँ अब अर्डर हान्न जाँदैछु 23 अर्डर हालिसकेको छु अब बाँकी अर्डर हान्छु अझै 23 भनेपछि अझै 15 हान्नु पऱ्यो 15 भन्छु भन्न हेरौँ कस्तो हुन्छ अब के मौसमहरू पानी परिरहेको थियो पुरा अहिलेसम्म धेकिरहनु भयो हजुरले किनकि उसको मम्मीले कुरा देखाएको थियो मम्मी चाहिँ यहाँ काम गर्दैछन् हल्का लाइट छैन अहिले भाडा धुलाखान कविको मम्मी धुने थियो कविको मम्मी चाहिँ अहिले सिद्धार्थलाई समातेको छ नि त त्यसैले उसलाई मौका मिलिरहेको नि त्यसैले हो बाहिर पनि अझै नै घुमाइरहेको छ हेर त अहिले चाहिँ मेरो रातिको खाना बन्यो गाइज हैन यो चाहिँ बन्यो भिन्डी मेरो छोरीले त खाना खाइसक्यो मुनु हजुरले खाना खाइसक्नुभयो कस्तो थियो मिर्ची लाग्यो बे उधर पानी है ना बाबा पानी पी लो ऐसे बात नहीं करना बच्चा मिर्ची निकल गए तो मैं मर जाऊंगा मेरो मुनुले चावल फ्राई खाएको मैले चाहिँ जे बजरङ्गबली अब चाहिँ म बनाला छु खाना सब्जी पाकिसक्यो अब खै मम्मी गोदियो कि लो के बनाइदियो होला खान तिनको लागि अलग बनाउनु पर्ने कोदाको आँटाको त्यसपछि हुन्छ कार्यक्रम सुरु ल है त साथीहरू म चाहिँ मेरो छोरीलाई एउटा पढाइको बारेमा सोध्छु आउने रहेछ कि नै हस् छोरी सोधौँ बाबा ताराबाजी मामा आए मुखमा हलो नहाल्नुहोस् माइजू आइन् पापा ल्याइन् फेरि हेर्नुहोस् अघि राम्रोसँग भन्नुहुन्छ नि पापा ल्याइन् ताराबाजी मामा आए माइजू आइन् पापा ल्याइन् बुबु नाम काफलगेडी बिरालो बन्छ बिरालो बन्छ अगुल्लो बन्छ भेरी गुड रारा यो कविले चाहिँ यस्तै भन्छ है साथीहरू हजुरहरू कस्तो पढाउनुहुन्छ आफ्नो बच्चालाई यो चाहिँ मलाई ल्याम्प सताउँछ हजुरहरू कमेन्ट गर्नुहोस् त कवि कवि हजुर देखिँदै हुनुहुन्छ